काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुनेमा अन्यल देखिएपछि सरकारले तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ। राष्ट्रिय योजना आयोगले द्रुत मार्गलाई 2085 सालसम्म सञ्चालनमा ल्याउन नेपाली सेनालाई निर्देशन दिएको छ। आयोगले अब पनि सम्पूर्ण आयोजना समयमै सकिने सम्भावना कमजोर देखिएपछि कम्तीमा 2 लेन सडक सञ्चालन योग्य बनाई सवारी आवागमन खुला गर्न आग्रह गरेको हो। द्रुत मार्ग निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ, तर दोस्रो पटक म्याद थप गर्दा पनि निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। हाल दोस्रो पटक थप गरिएको म्याद 2083 चैत मसान्तमा सकिँदैछ, तर उक्त अवधिभित्र पनि आयोजना सम्पन्न हुने संकेत नदेखिएपछि सरकारले थप 3 वर्षका लागि म्याद बढाउने तयारी थालेको छ। नेपाली सेनाले 2074 वैशाख 21 गते द्रुत मार्ग निर्माणको जिम्मेवारी पाएको थियो। सुरुमा 2081 मङ्सिरसम्मको समय सीमा तय गरिएको आयोजनापछि दोस्रो पटक 2083 चैतसम्म विस्तार गरिएको थियो। देशकै राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको काठमाडौँ तराई द्रुत मार्ग पटक पटक समय सीमा लम्बिँदा यसको निर्माण गति र व्यवस्थापनमाथि पुनः प्रश्न उठ्न थालेको छ।